सायद यो 17 वर्ष अगाडि आउँदाखेरि यस्तो विकास थिएन है। यहाँ एउटा मन्दिर थियो, त्यो पनि हाम्रो काठको मन्दिर थियो है। अहिले यहाँको विकास शुद्ध रूपमा गइरहेको छ, धेरै रमाइलो भएछ। हामी धेरै पहिले 17 वर्ष अगाडि आएको हो कि यो ठाउँमा। 17 वर्ष पहिले अब मोबाइल थिएन हात हातमा, यसरी फोटो खिच्न भिडियो बनाउन पाइँदैन थियो। अहिले हामी प्रत्यक्ष पछाडि 10 वर्ष पछाडि 10 वर्ष अगाडि आउँदा चाहिँ अलिक विकास नै भएको थियो, अलिक राम्रै थियो। तर अहिले आउँदा जति रमाइलो, अहिले आउँदा जति राम्रो चाहिँ पहिले थिएन। धेरै राम्रो विकास भएछ यहाँ। शिव 87 धाम हाम्रो झापा जिल्लाको 87 नगरपालिकै हो। अनि झिलझिलेदेखि धेरै 5.4 किलोमिटर माथि अवस्थित रहेको यो 87 धाम हामी दर्शन गरेर फर्किँदै क्रममा हो। हामी आएको पनि 2 घन्टा 3 घन्टा बढी क्रस भएछ, फोटो खिच्दै भिडियो बनाउँदै जाँदाखेरि। रमाइलो घुमघाम गरियो। अनि अब हामी चाहिँ फर्केर धरानतिर जाँदैछौँ। हाम्रो 3 दिन यात्रा रमाइलो भयो देवस। 3 दिन बितेको हामीले थाहा पाएनौँ, थाहा पत्ता पाइएन। रमाइलो ठाउँहरू घुम्यो, रमाइलो गरियो धेरै। मेरो भिडियोहरू हेर्नु होला। म फेरि पनि पछाडि यस्तो भिडियोहरू पनि लिएर आउँछु। हजुरहरूले माया गरिदिनु भएको खण्डमा यस्तो भिडियोहरू म फेरि लिएर आउँछु है त।